साथीहरु तपाईहरुलाई पनि डिमेट एकाउन्ट खोल्ने मन छ तर कुन ब्याङ्कमा चाहिँ खोल्ने? नेपालमा त धेरैवटा ब्याङ्क छ। कुनै ब्याङ्कमा राम्रो सर्भिस छ त कुनै ब्याङ्कमा नराम्रो, अनि कुनै ब्याङ्कमा अनलाइन सर्भिस राम्रो छ अनि ब्रान्च नेटवर्क पनि राम्रै छ। तर कुनै ब्याङ्कमा चाहिँ सर्भिस राम्रो हुँदैन। हामीले डिमेट एकाउन्ट खोलेर आइपिओ भर्दा चार्ज काट्ने छ। तर यो भिडियोमा म आइपिओ भरे पनि बिना चार्ज लिने ब्याङ्कको लिस्ट भन्नु गइरहेको छु। यो भिडियोमा म 5 वटा ब्याङ्क भन्ने छु जसले चाहिँ आइपिओ भरे पनि चार्ज लिँदैन अनि अनलाइन र अफलाइन दुईटै सर्भिस चाहिँ राम्रोसँग दिन्छ। ल अब टप 5 लिस्ट सुरु गरौँ। अनि नम्बर 1 को ब्याङ्क चाहिँ हेरेर जानु होला। नम्बर 5 मा छ मेगा ब्याङ्क। यदि तपाई मेगा ब्याङ्कमा आफ्नो डिमेट एकाउन्ट खोल्नुहुन्छ भने यो ब्याङ्कले आइपिओ भर्दा कुनै पनि चार्ज काट्ने छैन। फ्री सर्भिस प्रोभाइड गरिरहेको छ यो ब्याङ्कले। नम्बर 4 मा छ नेपाल ब्याङ्क। यो ब्याङ्कले पनि डिमेट एकाउन्ट खोलिदिन्छ एकदमै छिटो। यो ब्याङ्कमा अफलाइन र अनलाइन दुईटै सर्भिस राम्रो छ। आइपिओ भर्दा चार्ज पनि काट्ने छैन यो ब्याङ्कले। नम्बर 3 मा छ सिद्धार्थ ब्याङ्क। यो ब्याङ्कको सर्भिस पनि एकदमै राम्रो छ। मेरो शेयरको लिङ्किङ पनि यो ब्याङ्कबाट इजिली हुन्छ। यो ब्याङ्कमा पनि आइपिओ भर्दा चार्ज काट्ने छैन। फ्री सर्भिस प्रोभाइड गरिरहेको छ यो ब्याङ्कले पनि। अब नम्बर 2 मा छ एनएससी एसिया ब्याङ्क। यो ब्याङ्कमा अनलाइन सर्भिस एकदमै राम्रो छ। एकाउन्टहरु पनि एकदमै छिटो खोलिदिन्छ यो ब्याङ्कमा। अनलाइन काम गर्नुको लागि यो वान अफ द बेस्ट ब्याङ्क हो। अब लास्ट नम्बर 1 मा छ नबिल ब्याङ्क। यो ब्याङ्कमा अफलाइन र अनलाइन दुईटै सर्भिस एकदमै राम्रोसँग प्रोभाइड गरिएको छ। यो ब्याङ्कको ब्रान्चहरु पनि एकदमै धेरै छ। डिमेट एकाउन्ट पनि इजिली खोल्नु मिल्छ यो ब्याङ्कमा। आइपिओ भर्दा चार्ज पनि काट्ने छैन यो ब्याङ्कले। यिनीहरु चाहिँ टप 5 एउटा बेस्ट डिमेट एकाउन्ट ओपनिङ ब्याङ्क हो जता तपाईहरुले डिमेट एकाउन्ट खोल्दा एकदमै राम्रो हुन्छ। अरु ब्याङ्कहरु पनि राम्रो छ तर यो टप 5 लिस्ट चाहिँ मेरो चोइसको ब्याङ्कहरु मात्र हो।